गाइज म चाहिँ रेडी भयो अब म अफिसतिर लागेको आजको अ डे इन माई लाइफ बनाउँछु ल गाइज तपाईँहरूलाई देखाउँछु नि गाइज मलाई चाहिँ अफिस जानु होइन खै के गर्छु खासै त्यस्तो कतिलो घर पनि जाँदिनँ जान आज होइन मेकअप सेकअप पनि गरेर जाँदिनँ त्यो पनि के ढिलो हुन्छ खै ढिलो भइसक्यो अब याङ्गो गरेर जान लागेको सो याङ्गोको लागि मैले पर्खिरहेको छु आउँछ लाग्छ म चाहिँ अफिसमा आइपुगेँ अरे अलिअलि कामसाम पनि सकिसकेँ अनि अफिस चाहिँ देखाउँदिनँ ल म अफिसको नाम देखाउँदिनँ अब कफी खान्छु एकछिन कफी खाँदै काम गर्दै आमा स्किल हाम्रो यति धेरै पूजा छ यहाँ चल्छ मैले चाहिँ केही गरिनँ भन्नुहुन्छ होला गाई चाहिँ मैले चाहिँ अघि काटी गरी हालिसकेँ गाई चाहिँ तातिर चाहिँ हाम्रो क्रिसमसको चलिरहेछ क्रिसमस ट्री तयारी ल्याएर बिदाहरूले फाइनल लुकमा तपाईँहरूलाई देखाउँछु ल हाम्रो क्रिसमस ट्री कस्तो बन्छ हाम्रो अफिसको मालिक चाहिँ त्यस्तो तिमी बदामवाली तिमी छोपवाली मसलावाली अरू त्यहाँ चाउचाउ कैँचीवाली उहाँ खोइ पक्रिरहनु भएको छ अनि उहाँ अमिलोवाली अमिलो निचोर्नु हुँदैछ के हो बिदा नि यो पनि वाउ नाइस नाइस झिलिमिली ए त्यहाँ पनि रहेछ फेरि जुन Merry Christmas, guys. अब निधारमा के एउटा खोइ छ
गाइस अब यहाँ के यहाँ कसो देखेको नि मलाई बुलाकी क्या बुलाकी यहाँ बुलाकी बुलान देखी आमा ओहो मेरी क्रिसमस गाइस इयररिङ चाहिँ हाम्रो देखि है हाम्रोमा चाहिँ गाइस दुईटा क्रिसमस ट्री छ गाइस हाम्रो चाहिँ खाजा रेडी भयो आजको खाजा चाहिँ हाम्रो चटपटी हो सबैजनाले खानाको लागि अब लिनको लागि सबैजना आइपुग्यो हामी चाहिँ खाँदैछौँ अनि यहाँ उहाँ चाहिँ हाम्रो सर ठुडे भयो ब्लगर फाइनली गाइज हामीले चाहिँ चटपटे खाइसकेर होइन अब हामी चिया खान्छौँ चिया खानको लागि त दुध चाहियो अनि हामी अब दुध लिन जाँदैछौँ गाइज हामी चाहिँ दुध होइन लियोरी आइसक्यौँ यहाँ छ अनि यहाँ चाहिँ यो केचप के खान्छौँ होला अब हामीले केचप हालेर गेस गाइज हाम्रो झिलिमिली चाहिँ यस्तो भएछ ए झिलिमिली होइन मेरी क्रिसमस चाहिँ यस्तो भएको छ अहिले कति राम्रो गाइज अब हामी चाहिँ फुटसल खेल्न जान लागेको अफिसबाट 5 बजिसक्यो गाइज 5 हामी जाने हाम्रो गाडीमा यहाँ छन् हाम्रो दिवसको गाडी अनि हामी रोल पल मान्छे जति गाडीमा जान्छौँ अरू सबैजना आफ्नो गाडीमा गाइज हामी चाहिँ होइन गाडीभित्र छौँ यो नक्कलीमा यहाँ राम्री कान्छी मान्छे हाम्रो अफिसको भन्दा राम्री हो कि यो चाहिँ सेन्ट्रललाई गफ दिने हामी फुल भइसक्यौँ अनि त्यस पछाडि अगाडि हाम्रो दुईजना हुनुहुन्छ अहिले भरेतिर देखाउँछु है यो गाडी चाहिँ हाम्रो हेन्सम भाइको हो अनि हाम्रो अफिसको हेन्सम भाइको हजुर अफिसको भाइ साझा भाइ है हाम्रो फाइनली गाइज हामी आइपुग्यौँ साथीहरू आइसक्नु सबैजना हाम्रो गाइज चाहिँ हाम्रो फुटसल खेल्ने ठाउँ हो झन्डै पलायो होला आमा साथीहरू पढाएको छ नि दीक्षालाई देखाउनु खोजेको सो गाइज चाहिँ हाम्रो फुटसल खेल्ने ठाउँ अब हामी चाहिँ फुटसल खेलेर लागेको यस्तै छ होला हाम्रो भिडियो चाहिँ यस्तै छ गाइज लाइक एन्ड सब्सक्राइब चाहिँ गरिदिनु सपना दीक्षाबाट गोल गयो युक्ताबाट गोल आउँदैछ सुजाता कार्कीबाट गोल गयो सन्दर्भमा फिल्म खेलेर जीन्स में आ रहे साथ ब्रो आज दिवस अलि प्लेयर देखे हम चाहिँ कमेन्टर हो कि बल अब यहाँबाट अमितासँग पाउँछ अमिताले राम्रोसँग तेजीसँग गएपछि होइन इत्यादि होइन पुगिसक्यो दिवसले अलि आज जिन्स अनकम्फर्टेबल र पनि ऊ अघि बढ्दैछ यहाँबाट हाम्रो अर्चनाको लोक सफल तर अफसोस बल कोर्टको बाहिर कोर्ट होइन ग्राउन्ड सम्राट हाम्रो वान म्यान आर्मी हिँड्दै हुन्छ इत्यादिले बाहिर फालिसक्नु भयो इत्यादि कुद्न सक्नु भएन आउट भइसक्नु इत्यादि लड्नु अफसोस लड्नु भएन खान्छ नि हाम्रो प्लेयर नयाँ प्लेयर आउँदै हैसिन्छ हाम्रो सपना दिदी रोक्न सफल हाम्रो नयाँ खेल नयाँ प्लेयर होइन हाम्रो ओल्ड प्लेयरसँग गइसकेको छ एकता दिदी दिवसमा एक जोड भिडन्त दिवस बल लिनलाई सफल दिवस अघि बढ्दै गएको सम्राटले रोक्दै दिवसले लग्दैछ त दिवस आऊ
ओ अमित सुप्रमात ओइ सपना पनि खतरा गोलकिपर मलाई मन पर्दैछ। अब हाम्रो समेत मनमेन आर्मी एकले हिँडिसक्यो, कसरी छोडेको छैन उनलाई, उसले अब गोल हान्छ। सुजाताले गोल हान्छ, सुजाता वान। सुजाताले चाहिँ भिडियोको लागि हाने हो। दिवसलाई आज हल्का जिन्सलाई अनकम्फर्टेबल गर्दै उले एक्टिभ भएन, उसले आज गाडी चलाउनु परेर होला। Play with my son sometimes because I train him. गोल सुजाता त गोलमा गोल स्ट्राइकर Now I suppose it's very difficult. Yeah, you have to be active. आँखा देख्दिने यार। Yeah. ही त रन्स चलो Reverse goal. Oh. नाइस ल त गोल हानिदिन्छ, सम्राटले हानिहाल्छ नि। इजी गोल हानिदिन्छ, इजी हो। गया आँखा देख्दिने यार आजकल म। मुकेश अल्सो प्लेस भेरी गोल Responsible. One goal. ल आउट मुकेश अलिक फर्ममा आयो। ऊ अहिले पछाडि बसिरहेछ थाहा छ हेर न ल हेर्नु मोजा Everything. ग्लोभ्स एभ्रिथिङ प्याड पनि खेल्छ है। ओ अब त सब ट्रेन भइसक्यो नाइस अलर्ट आउट जान्दा भनेको त स्वाद त पाउँछ। सोफिया पनि लागि परेकी छ। मुकेश डज Outside. We need to have, this up. एक्साइटेड भयो है सर्फेस। दिवसलाई चाहिँ कति अनकम्फर्टेबल भइरहेको त्यही जिन्समा सक्दैन नि कुदिरहेको छ फेरि पनि यार त सफ्ट जिन्स हुँदैन नि। हार्डवाला हो नि त सुजाता ए लागेन तान्दै कि भाइ मुकेशले यस्तै तान्दै कि फेरि गोलकिपिङमा पनि गए चिनचिनमा। हाइट प्रब्लम सपना गोलकिपर भनेर गोलकिपर भन्छ नि घरिमा गोलकिपर भन्छ अमृताको त कस्तो भयो नि भेरी ब्याड भयो यो ल हेर नि ल कुद अवसरमा त एक्लै कुद्छ नि एक्लै हो नि उता सुजाता त फुल अन मोडमा छ खोलिसक्यो रेडी भइसक्यो प्रेयर जर्सी ल्याएर आइछ अब त्यस्तै भयो। फाइनली गाइज हामी चाहिँ अहिले अब फुटसल खेलिवरी सबैजना छुट्टिसक्यौँ
साधन हुनेहरू साधन आफ्नो साधनमा नहुनेहरू चाहिँ हामी याङको गरेर कोही गाडी गरेर झार्दैछौँ गाइस। आजको दिन हाम्रो यहीँ समाप्त भयो। होस्टेल जान्छु, खाना खान्छु, अलि सिलगढी। गुड नाइट सबैजनालाई, बाई बाई सबैजनालाई, गुड नाइट एन्ड ह्याभ अ स्वीट ड्रिम। लाइक एन्ड सब्सक्राइब माई च्यानल। त्यस्तै भिडियोहरू फेरि म हालिरहन्छु। तपाईँहरूले सब्सक्राइब गर्नुभयो भने, लाइक गर्नुभयो भने अनि कमेन्ट गर्नुभयो भने है गाइस।